नमस्कार भन्न चाहन्छु सम्पूर्ण साथीहरूमा र मैले आज छोटो भिडियो लिएको छु हेरेर साथ दिनुहुनेछ भन्ने आशा गरेको छु र मैले योभन्दा अगाडि पनि धेरै भिडियोहरू राखेको छु त्यस भिडियोलाई पनि हेरेर साथ दिनुभएको थियो र लाइक कमेन्ट र सेयर गर्नुभएको थियो उहाँ साथीहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र मैले आज यस छोटो भिडियो लिएको छु सहज तरिकाले स्वीकार्नुहुनेछ भन्ने आशा गरेको छु र आजको भिडियोको टपिक छ घमण्ड। हामी यो जीवनमा जन्म लिइसकेपछि हामी केही समयको लागि मात्रै रहन आएका हौँ र हामीले केही समयको लागि मात्रै कर्म गर्न आएका हौँ भने हामीले किन घमण्ड गर्ने भन्ने बारेमा मैले छोटो भिडियो लिएको छु। हेरेर सहज तरिकाले स्वीकार्नुहोला र अब टपिकतिर जान चाहन्छु। र घमण्ड भनेको एउटा मैले अन्यथा नसोच्नु होला, एउटा घमण्ड भनेको एउटा अन्डरवेयर र एउटा घमण्ड एउटै हो जस्तो लाग्छ मलाई। तर घमण्ड हुन जरुरत छ, हामीसँग घमण्ड हुन जरुरत छ, तर त्यसलाई देखाउन जरुरत छैन। र हाम्रो अन्डरवेयर पनि सेम हो, हामीले लगाउन आवश्यकता छ, त्यसलाई एकदम हामीले युज गर्न आवश्यकता छ, तर देखाउन आवश्यकता छैन भने जस्तै हामीले एउटा घमण्ड पनि एउटा हामीसँग हुन जरुरत छ। घमण्ड हुन त जरुरत छ, तर बाहिरी दुनियाँमा देखाउन जरुरत छैन भन्न मैले तपाईँहरूलाई खोजेको हो। र मैले यो घमण्डको बारेमा छोटो मैले एउटा कथाबाट प्रस्तुत गर्नेछु र कथा एकादेशबाट सुरु हुन्छ भने जस्तै मैले आज एकादेशबाट नभएर मेरै मुखबिरुन्डाबाट मैले तपाईँहरूमाझ लिने प्रयास गरेको छु। र त्यो कथा चाहिँ हाम्रो एउटा बजारमा एउटा दुईजना व्यापारीहरूले व्यापार गरिरहनु भएको थियो र त्यसको साथमै एउटा सानो होटल थियो र त्यस होटलमा दुईजना आमा छोरी बस्नुहुन्थ्यो र उहाँहरूले एकजना व्यापारी हुनुहुन्थ्यो, खुर्सानी व्यापारी हुनुहुन्थ्यो र एकजना मौरीको मह व्यापारी हुनुहुन्थ्यो। उहाँहरूले सधैँ बिहान 10 बजे आउनुहुन्थ्यो र साँझ बेलुकी 5 बजे फिर्ता हुनुहुन्थ्यो, आफ्नो रुममा फिर्ता हुनुहुन्थ्यो र उहाँहरूले सधैँ त्यही व्यापार गरिरहनुहुन्थ्यो। र उहाँलाई देखेर ती आमा छोरी अथवा उहाँ छोरीले आमालाई प्रश्न गर्नुहुन्छ, आमा यो खुर्सानी पिरो हुन्छ तर मौरीको मह गुलियो हुन्छ, तर त्यो खुर्सानी व्यापारीले सधैँ सबै सिद्धाएर बेचेर सिद्धाइसकेर आफ्नो रुम फर्किनुहुन्छ, तर त्यो मिठो गुलियो मह पनि कस्तो नकिनिदिएको होला, किन होला उहाँले सधैँ फिर्ता लगेर जानुहुन्छ भनेर प्रश्न गर्दै गर्दा आमाले उहाँलाई जवाब दिनुहुन्छ, हो छोरी, मौरीको मह अति नै गुलियो हुन्छ तर खुर्सानी पिरो हुन्छ, तर त्यो मह व्यापारीले गुलियो मह बेच्नु भएको छ, गुलियो मह बेच्नको लागि त्यहाँ उपस्थित हुनुहुन्छ, तर उहाँसँग त्यो गुलियो शब्द र बोली छैन। त्यसकारणले उहाँले यस ठाउँमा सम्पूर्ण व्यापार गर्न सक्नुहुँदैन, त्यसैले फिर्ता लगेर जानुहुन्छ। र अर्को व्यापारी हुनुहुन्छ खुर्सानी व्यापारी, उहाँले पिरो खुर्सानी बेच्नुहुन्छ, तर उहाँले एउटा खुर्सानी सही तरिकाले एउटा खुर्सानी खान सकिँदैन, पिरो हुन्छ, तर उहाँको मनमा त्यो पिरो खुर्सानी बेच्नेको मनमा आनन्ददायकको र आनन्दको उहाँसँग शब्द छ र उहाँले मिठो बोलेर चाहिँ उहाँले चाहिँ व्यापार गर्न सक्नुहुन्छ र उहाँले चाहिँ 1-2 रुपियाँमा चाहिँ बाल्दिनुहुन्न, त्यो पैसालाई पनि उहाँले म्यानेज गरेर चाहिँ उहाँले व्यापार गर्नुहुन्छ र उहाँले सहजै बेच्नुहुन्छ र खाली कोठामा जानुहुन्छ र फेरि भोलि ल्याउनुहुन्छ र बेच्नुहुन्छ भनेर जवाब दिनुभयो। भनिसकेपछि एउटा बोलीको प्रभावितले गर्दाखेरि पनि त त्यो गुलियो मह र त्यो पिरो खुर्सानीमा पनि त्यति फरक हुँदो रहेछ। भनेको पहिला एउटा पुर्खाको भनाइ थियो, बोल्नेको चाहिँ खरानी बिग्छ, नबोल्नेको चाहिँ पिठो बिग्दैन भने जस्तै एउटा दुईजना व्यापारीहरूको उदाहरणले पनि त हामीलाई प्रस्ताउँछ र एउटा सही तरिकाले चाहिँ के गर्दाखेरि राम्रो हुन्छ, के गर्दा नराम्रो हुने रहेछ भन्ने कुराहरू पनि त जानकारी पायौँ नि त। र एउटा हो गुलियो बेच्ने मान्छेले केही गुलियो शब्द राखिदिएको भए अझ राम्रो सहज तरिकाले बिग्थ्यो होला भने त्यही गुलियो व्यापारीले नमिठो शब्द प्रयोग गरेर लगे लग नलगे नलग भन्ने शब्दहरू युज हुन्छ भने उहाँको त्यो मह पनि बिग्दैन। र त्यही पिरो व्यापार गर्ने व्यापारीले मिठो बोलेर चाहिँ बेच्दाखेरि उहाँको राम्रो व्यापार भएको
पनि त भयो नि त। त्यस कारणले गर्दाखेरि हामीसँग त्यही एटिट्युड अथवा त्यो अहन्ता अथवा त्यो घमण्डले गर्दाखेरि पनि त हामीलाई असर गर्दो रहेछ नि त। त्यही हाम्रो सहज बोली र त्यो मिठास बोलीले पनि त हामीलाई धेरै फरक पार्दो रहेछ नि त। त्यस कारणले हामी हरेक ठाउँमा चाहिँ हामीलाई चाहिँ घमण्डले चाहिँ काम नगर्दो रहेछ र हामीलाई घमण्डले चाहिँ हामीलाई कति पनि राम्रो गर्दो रहेछ भन्ने कुराहरू पनि पक्कै पनि बुझ्नुहुनेछ भन्ने आशा गरेको छु। र रिस र डार अथवा रिस भनेको रिस हामीसँग सबैसँग हुन्छ। रिस डाह गरेर रिसले कतिसम्म हामीलाई नराम्रोसम्म पुर्याउँछ, कतिसम्म राम्रोसँग पुर्याउँछ भन्ने पनि सम्पूर्ण साथीहरू अथवा हामी आफैलाई पनि स्वयं आफैलाई थाहा छ। त्यस कारणले रिस र आफ्नो घमण्डलाई त्यति आफूले चाहिँ कसरी मेन्टेन गर्नुपर्ने हो त्यो आफैमा भर पर्ने कुरा हो। त्यस कारणले मैले तपाईँहरूमा यो छोटो भिडियो ल्याएको छु। त्यो तपाईँहरूले कसरी बुझ्नुभएको छ तपाईँहरूले बुझ्नुहुनेछ। र भनिन्छ नि फलेको हाँगा जहिले पनि नुहेकै हुन्छ। हो, हामी जो मानिसले सबै भएर जुन मान्छेले सही तरिकाले काम गरिरहेको हुन्छ ऊ मान्छे झुकेकै हुन्छ। जो मान्छेसँग अलिकति आफूले अहन्ता र आफूमा घमण्ड छ त्यो घमण्ड भएको मान्छे अलिकति नै उच्च नै देखिन्छ। तर त्यो मान्छे नै हो जता हावाहुरीले पनि हल्लाउन सक्छ। र त्यस कारणले फलेको हाँगा जस्तै झुकेर चाहिँ हिँड्न जरुरत छ भन्न चाहन्छु। र हरेक ठाउँमा दुःख सङ्घर्ष गर्न सक्नुपर्छ र बोली सहनुपर्छ र नमिठा शब्दहरू पनि सहनुपर्छ। त्यस कारणले बोलीबाट पनि धेरै प्रभावित पार्दछ र यस हाम्रो घमण्डले पनि हामीलाई यति असर पार्छ भन्ने कुरा तपाईँहरूमा जानकारी गराएको छु। र त्यही दुःख र त्यही सङ्घर्षले गर्दाखेरि धेरै कुराहरू अँगाल्न सकिन्छ र हामीले धेरै त्यही नमिठा कुराहरूले पनि हामीले राम्रा कुराहरूका ज्ञान पाउन सकिन्छ। तर भन्नुहुन्छ भने एउटा आई आफन्त नै भनेकै नै भगवान हुन् भनेर भनिन्छ। तर एउटा सबैभन्दा सानो र सबैभन्दा निज ठाउँमा बसेर तपाईँ हेर्नुहोस् अथवा तपाईँ निज ठाउँमा बसेर तपाईँले अनुभव गर्नुहोस् त्यही आई आफन्तबाट कति मिठा र कति नमिठा शब्दहरू आउँछन् भन्ने कुरा तपाईँले प्रत्यक्ष भोगेर हेर्नुहोस् अनि बल्ल मात्रै थाहा हुन्छ। त्यस कारणले दुःख र सङ्घर्षलाई अँगाल्न सक्नुहोस्। दुःख र सङ्घर्षबाट तपाईँ सही तरिकाले अगाडि बढ्न सक्नुहोस् र बल्ल आफूले कुनै पनि आकार दिन सक्छौँ, कुनै पनि एउटा आफ्नो योजना पुरा गर्न सक्छौँ। त्यस कारणले तपाईँले केही समयको लागि दुःख सहनुहोस्, राग ताप सहनुहोस्, त्यसपछि मात्रै बल्ल तपाईँले आकार दिन सक्नु। त्यस कारणले त बनेको हो त्यो आरम्भमा बनिरहेका त्यो फलामलाई पनि त राग ताप र चोट विभिन्न किसिमका चोटहरू सहेर मात्रै बल्ल हँसिया हतौरा विभिन्न किसिमको आकार दिन सकेको। त्यस कारणले हरेक दुःखमा सङ्घर्ष गर्न सक्नुपर्छ। र यदि तपाईँलाई यो दुःख कष्ट के हो भन्ने बारेमा थाहा छैन भने र तपाईँको आई आफन्त नै भगवान हुन् भन्ने तपाईँलाई लाग्छ भने तपाईँ एकचोटि एउटा निजमा गएर अनुभव गर्नुहोस् र आई आफन्त मेरो आई आफन्त हो भनेर तपाईँले सही तरिकाले उहाँहरूसँग केही समस्या देखाउनुहोस्। त्यही तपाईँको आई आफन्तबाटै हो तपाईँसँग नमिठो शब्द र तपाईँहरूलाई अरू बाहिरी दुनियाँबाट भन्दा तपाईँलाई त्यही आफन्तैबाट तपाईँलाई नराम्रा शब्दहरू आउने। त्यस कारणले मैले यो छोटो भिडियो लिएको छु। तपाईँहरूले के जानकारी पाउनुभयो, कसरी बुझ्नुभएको छ र सहज तरिकाले हेरिदिनु होला र सहज तरिकाले लाइक कमेन्ट गरिदिनुहुनेछ भन्ने आशा गरेको छु। र पक्कै पनि तपाईँहरूले यस भिडियोलाई लाइक कमेन्ट र सेयर गर्नुहुनेछ भन्दै म आजको यस भिडियोबाट छुट्टिन चाहन्छु। हस्त नमस्कार, धन्यवाद।